स्वागत गर्दछु। उहाँ हाम्रो बिचमा आइपुगिसक्नु भएको छ र यहाँ हाम्रो दायित्वमा जति पनि हुनुहुन्छ यहाँ अघि आइदिनु होला। उहाँलाई रातो अक्षता लगाएर स्वागत गरिदिनुको साथै एउटा फुलबुटे गाउँछाले सम्मान दिनुहुन्छ भनेर हामी आशा राख्दछौँ। यहाँ हुनुहुन्छ कल्पना बरालज्यू, उहाँलाई धेरै धेरै धन्यवाद छ र उहाँले 2 शब्द आफ्नो परिचय राखिदिनुहुन्छ भने छोटकरीमा आफ्नो परिचय राखिदिनुहुन्छ भनेर आग्रह गर्दछु। सबै प्यारी भाइहरू आमा कल्पना बराल इङ्ल्यान्ड आमा मलाई सिस्टरमा इङ्ल्यान्ड आमा भनेर जान्दछन् हामी भनेर कल्पना बराल म पनि बहुत ठेस ठोक्कर अनेक थोक लाग्दै अनि के गर्नु कसो गर्नु अब सरकारी केही साइन्सबाट अफसर लिने टाइम छु। अब घरमा बाल बच्चा पाल्दै गर्दै सबैको भोगेका लाग्यो अनि हामी पनि के गरौँ अनि पढ्दै ठोक्कर पनि लाग्छ। अनि यो सोसियल मिडिया भेटेर यसमा मैले एउटा गरेर भिडियोहरू हाल्न थालेँ। त्यो भिडियोहरू राम्ररी चल्दै भाइरल हुँदै गए अनि अहिले अब 32,000 क्लास फ्यामिली लिएर हिँड्दैछु। अनि 2टा चलाउँदैछु, एउटा 12,000 क्लास छ अनि स्टाफ पनि चलाउँदैछु। अनि युट्युब च्यानल नाच्नेहरूले के गरेर उडाइदिए गर्दैछ। अनि त्यही भन्दैछु कि काम अर्जिनल गर्नु होला। जसले कन्टेन्ट मोनेटाइज भेट्नु भएको छैन, मोनेटाइज भएको छैन, कसैले पनि गानामा युज नगर्नु होला, गानामा कसैले भिडियो नबनाउनु होला। हामीले बनाएर सकेका छौँ। अगाडिका 22-23 भिडियोहरू कपिराइट लागेर हामीले अहिले चाहिँ गर्नु परिरहेको छ। त्यसैले भन्छु सबैले अर्जिनल कन्टेन्ट किन हामी त जातिमा पर्छ हामीले खालि आफ्नो प्रतिभा देखाउन आफ्नो ट्यालेन्ट देखाउन छ। हामी भात खाएको भिडियो मेरो आउँछ, मेरो भात खाएको भिडियो आउँछ किनभने अरूले भिडियो खाजा पनि खाएका छन्, पानीहरू पनि खाएका छन्, यति धेरै खाइ नसक्ने सामान लिएर खाएर बस्दैछौँ। हामी त सिम्पल एउटा खाजा जति खाइन्छ एक छाक त्यसैलाई बिहान बेलुकाको भिडियो बनाइन्छ, लङ पनि बनाइन्छ अनि सर्ट पनि बनाइन्छ। अनि अब कोही बेला जे काम गर्दैछ त्यही केही त ठुलो त यहाँ छैन नि, जे हामीले गर्दैछ अर्जिनल कन्टेन्टमा चाहिँ काम गर्नुपर्छ। यति नै भन्छु। धेरै सबैजनालाई फेरि पनि म वर्णन गर्दै अरू सबैलाई पनि मौका दिँदैछु बोल्नको लागि।